नमस्ते तपाईहरुको सामु फेरि पनि आज नयाँ डेली भ्लग लिएर आएको छु। सबैजनाले हेरिदिनु होला, सक्दो सपोर्ट गरिदिनु होला, त्यसरी नै माया गरिदिनु होला। हस् त धन्यवाद। सो म चाहिँ घरबाट अब कुसुमटारतिर जाँदै छु हैन। घडी किन्नुको लागि जान लागेको थियो, उता गाईघाट जान लागेको थियो। अब बुवा उता जानु भएको छ नि त भैरवातिर, अनि बुवा आइसकेपछि अब बुवाले नि दिन्छु भन्नुभएको थियो। दुईटा लोबेट फाइनल भइसक्यो हैन। अझै दुईटा बनाउनु पर्छ, भोलिदेखि सुरु गर्नु पर्ला है। अनि त्यो कुसुमटार जाँदैछु म चाहिँ, वहाँ परको सिमेन्ट फ्याक्ट्री है। टक्क कुसुमटार जाने, अनि टेन्सन भयो क्या पैसा नभएर। झन् चाँडो काम गरेको आज सकिन्छ होला भनेर, सकियो पनि पैसा हुन्छ होला भनेर सोचिराखेको थिएँ। टेन्सन भयो यार। साथीभाइले भन्ने गर्छन् तिम्रो पर्वाह छोड, मैले भने सकिन जिउन, बिर्सिन सजिलो थियो र। म चाहिँ यहाँ चोकमा आएको छु हैन। दिदीले बाख्रा लिएर आइराख्नु भएको छ। आइज ओइ, बाख्रा चिनेछ यसले। सो म चाहिँ घर आइसकेको छु हैन। हेरौँ न के भन्छ, मम्मी यता हुनुहुन्छ, प्रतिभा हेरौँ न के कस्तो हुन्छ। यहाँ रहेछ भतिज। के भनेको? त्यो नाकमा के भएको? उता हिँड्नु भनेको ल, पक्रा त नि, बिस्तारै खोल, बिस्तारै खोल्नु भतिज। अनबक्सिङ बिस्तारै। आइज यता, बिस्तारै खोल्न त नि। कति बिजी हुनुहुन्छ मेरो भाउजू, हेर्नु न। अरे मलाई चलाउनलाई लगाइरहेको छ। अरे बाफ रे बाफ, किचमेनलाई चलाउनु लगाउने नि। दाल बनाउनु भएको छ भाउजू?